ल आज चाहिँ सम्धि इन्ट्रोडक्सन हाम्रो सम्धि अब इन्ट्रोडक्सन सम्धि साकार हाम्रो पछिल्लो डेली ब्लग्समा हजुरलाई स्वागत छ। हाम्रो घोरलत्ते टेलिभिजनमा हाम्रो राजालाई हाम्रो सम्धिलाई स्वागत छ। थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी। यस ल ठिक छ। अब यसको लागि अब हामीले चाहिँ यो मोमो कस्काउन पर्ने हुन्छ। नखाउँ भन्यो खाने मन लागिहाल्छ है, के गर्नु। हाम्रो सम्धि साइडमा यति राम्रो सम्धि छ भनेपछि मोमो त कच्काउनै पर्ने देखियो। अस्ति तिमीले चिकन खाएन है? चिकन मैले कहाँ खायो? चिकन मोमो खाएन है? चिकन नै थिएन त्यति बेला, त्यतिखेर ढिलो भएको थियो भने चाहिँ। ओके स्प्राइट पनि आयो हाम्रो। ओहो के गर्नु, नखाउँ भन्यो दिदीले स्वाट ल्याएर अगाडि राखिदिनु भयो। के गर्नु, खाउँ है, खाउँ ल पहिला स्प्राइट नै खाउँ ल। ओह मिस हो गयो, मिस्टेक। यसलाई चाहिँ हामी काट्नुपर्छ, कट गर्नुपर्छ यसलाई है। फेरि के साह्रो हो। हाम्रो पार्टनर को छुट्यो अरे? दिपक र सागर। अब हेर दिपक किन छुट्यो अरे? त्यसको कहानी साथीमा गएछ, आफ्नो शादी गर्नको लागि लड्की खोज्न गइरहेछ। ल हाम्रो दिदी पनि आइहाल्नु भयो। दिदीलाई पनि देखाइदिउँ एकचोटि। अब दिदीलाई हेलो भनिदिनु दिदी। मोमो साउने। ओहो मान्छे राम्रो हो कि मोमो मिठो हो कि पुरा मारेको छ त। ओहो मिस्टेक, यो दिदीको मोमै मिठो हो कि मान्छे राम्रो हो कि मारेको छ त। ओह मोमो त पुरा धुल्लेछ यार। टु गुड होइन सम्धि? सुप हेर न, सुप खाएको ल नरिसाउनु है। टाढैबाट हेरे पनि नरिसाउनु चाहिँ। खाउँ सम्धि, खाउँ। खाएँ है ल घाँटी मट्केला, नरिसाउँ ल। सम्धि हजुर, हाम्रो छोराछोरीको बिहेमा पनि यहीँ आएर मोमो खिलाउनु पर्छ, त्यो पुलाउ भन्दा। ओहो त्यो पुलाउ खुवाउनु त नराम्रो होइन। कसलाई डाइरिया हुन्छ, कसैलाई पोल्दै बस्दैन। मोमो खाइदिउँ न। मोमो ओहो मान्छे राम्रो हो कि हाम्रो सम्धिको सोचै राम्रो हो कि? तिमीलाई थाहा छ किन मोस्ट अफ द नेपाली चाहिँ विदेशहरू जाँदैन भन्दाखेरि यस्तो मोमो विदेशमा पाउँदैन कि। मोमोकै लागि भए पनि हामी त्यही भएर नगरे यहीँ बसेर मोमोको टेस्ट गर्ने अनि यताउति के भन्छ अब्जर्भ गर्ने, अनि सुर्खेतमा गएर आफ्नै मोमो सम्धि मोमो। ओहो सम्धि हात मारेको छ त एकदम। हाम्रो सम्धिको यो ब्रिलियन्ट आइडियालाई मैले अब टक्क लाएर ट्याप लाएर भित्तामा राख्छु। ट्याप लाएर भित्तामा टाँसेर सम्धि मोमो पसल खोल्न पर्छ। ओके। ओहो आजको भिडियोमा पुरा सक्खर चिनी भन्न बिर्सिएछ। ल मैले चाहिँ पुरै भाँडै खाली गरिदिएको है। हाम्रो सम्धिले भ्याउनै सकेको छैन। उनको लागि भनेर उसले खानै सकेको छैन। उनी कुन कना काचामा थिइन्? तिमी प्लिज कन्ट्याक्टमा आऊ ल, प्लिज। ल सक्खर चिनी हो ल सम्धि, सक्खर चिनी भन्नु एकछिन। सक्खर चिनी कि गुलियो छ र सक्खर चिनी? ओहो सम्धि मारेको छ त। मान्छे राम्रो हो कि भोलि राम्रो हो कि दारी राम्रो हो कि ओहो कपालको हाइलाइट राम्रो हो कि मारेको। खाजा खान हजुरको पसलमा आइछौँ हामी अस्तिबाट। हजुर नै राम्रो हो कि हजुरको मोमै राम्रो हो कि मारेको छ त। ल कति भयो जोड दिइहाल्नुहोस् अब। कि पैसा नलग्ने हो र? दिदीलाई त्यस्तो साह्रो पनि घाटो नलगाइदिउँ। 2 दिन आएको 2 दिन मात्रै भएको छ है। ससेज छैन। 750।